हेलो एभ्रिवान, यो सिम्याटको 2024 को क्वेसन हो। यो सिम्याटको 2025 को क्वेसन हो। यस्तै एक्ज्याक्टली पास्ट क्वेसन बेस्ड र एक्जाम फोकस्ड अनलाइन सिम्याट प्रिपेरेसन क्लास जोइन गर्न चाहनुहुन्छ भने डिस्क्रिप्सनको फर्म भर्नु होला। अल्सो यी पास्ट क्वेसन्सहरूको फ्री पीडीएफ तपाईलाई चाहिएको छ भने पनि डिस्क्रिप्सनको फर्म भर्नु होला। हामी तपाईलाई मेल अथवा हार्ड कपी प्रोभाइड गर्छौं। सुरु गरौँ सिम्याट 2026 को तयारी with एक्ज्याक्टली 2025 सिम्याटमा सोधेको म्याथको क्वेसन्सहरूबाट। यसमा मैले त्यही माथि पीडीएफमा भएको क्वेसनहरूलाई टाइप गरेर सल्भ गरेको छु र जहाँ जहाँ पोसिबल छ त्यहाँ सर्टकट र एनालाइटिकल दुईटै मेथड युज गरेर सल्भ गरेको छु। लेट्स बिगिन। इफ 4% of p plus q is 8 and p is positive integer, what is the greatest possible value of q? अब यो क्वेसनको इन्फर्मेसनलाई यहाँ लेख्दाखेरि 4% of p plus q is 8 क्वेसनले भनेको कुरा हो। यही इक्वेसनलाई सल्भ गर्दाखेरि 4/100 into p plus q is 8 यहाँबाट सल्भ गर्दा आयो p plus q is 200। तर क्वेसनले के सोधेको छ, वाट इज द ग्रेटेस्ट पोसिबल भ्यालु अफ q भनेर सोधेको छ। q को हुन सक्ने सबैभन्दा ठुलो भ्यालु कुन हो भनेको छ। त्यसको लागि q इक्वल्स टु 200 माइनस p भनेर एउटा इक्वेसन फर्म गरियो। अब यो p सबैभन्दा सानो जति बेला हुन्छ त्यति बेला q सबैभन्दा ठुलो हुन्छ। किनकि 200 माइनस 1 भयो भने 199 हुन्छ, 200 माइनस 10 भयो भने 190 हुन्छ। भन्नुको अर्थ यो घट्ने चिज त सबैभन्दा सानो भएको अवस्थामा यो सबैभन्दा ठुलो हुन्छ। यो त अभियस हो। अर्को फ्याक्ट पनि हेरौँ। p इज पोजिटिभ इन्टिजर भनेको छ, त्यसको अर्थ यो सबैभन्दा सानो घट्नु पर्यो। तर p चाहिँ पोजिटिभ इन्टिजर हो भनेको कारणले हामीले यसलाई 1 घटाउनु पर्ने हुन्छ। सबैभन्दा ठुलो त कति बेला हुन्थ्यो, पोजिटिभ इन्टिजर भनेर नभनेको थियो भने 200 माइनस 0 गर्दा q सबैभन्दा म्याक्सिमम हुन्थ्यो। तर त्यो सम्भव रहेन किनकि p इज पोजिटिभ इन्टिजर भनेको छ र पोजिटिभ इन्टिजरको सबैभन्दा सानो पोजिटिभ इन्टिजर 1 हो। सो q माइनस 1 इज 199 हाम्रो आन्सर। यहाँ कन्फ्युजन कहाँ हुन सक्छ त भने q म्याक्सिमम हुनलाई 200 माइनस 0 केही पनि नघट्यो भने हुन्छ भन्ने लाग्ला। यो गर्न किन पाइँदैन भने p पोजिटिभ इन्टिजर भनेको छ। सो एउटा याद गर्नुपर्ने फ्याक्ट के हो त, 0 इज नर पोजिटिभ नाइदर नेगेटिभ है त। ओके, नेक्स्ट क्वेसन। इफ द रेट अफ इलेक्ट्रिसिटी इन्क्रिजेस बाई 30%, by what percent one should reduce his spend in order that spend on electricity stays the same? इन्ट्रेस्टिङ क्वेसन छ। मानौ मूल्य वृद्धि भयो भने अब तपाईले आफ्नो खर्च कि त तपाईले बढाउनु पर्यो कि त तपाईले पहिला जति कन्ज्युम गर्नुहुन्थ्यो, जति खपत गर्नुहुन्थ्यो त्योभन्दा कम खपत गर्नु पर्यो। क्वेसनले चाहिँ के भनेको छ भने मूल्य वृद्धि भयो, अब तपाईँ खर्च बढाउने स्थितिमा हुनुहुन्न। पहिला जति खर्च हुन्थ्यो त्यति नै मात्र खर्च गर्न सक्नुहुन्छ भने तपाईले खपत घटाउनु पर्यो। अब 30%ले इलेक्ट्रिसिटीको मूल्य वृद्धि भयो भने कति पर्सेन्टले तपाईले खपत घटाउनु पर्छ, सो दैट पहिला जति खर्च भइरहेको थियो अहिले पनि त्यति नै खर्च होस् तपाईको भन्ने क्वेसन हो। यसको दुईटा मेथड छ, एउटा सर्टकट मेथड, एउटा एनालाइटिकल मेथड। पहिला सर्टकट हेरौँ है त। जहिले पनि कुनै चिजको मूल्य x%ले बढेको छ तर तपाईले चाहिँ आफ्नो खर्चलाई कन्स्ट्यान्ट पहिला जति थियो त्यति नै राख्नु परेको छ भने कन्जम्सन रिड्युस कति पर्सेन्टले गर्नुपर्छ भन्ने क्वेसनको आन्सर जहिले पनि यो फर्मुलाले दिन्छ, x डिभाइड बाई 100 प्लस x इन्टु 100। यो चिज कस्टमा मात्रै लाग्दैन है, लागु हुँदैन है। जुन चिज प्रोडक्ट भएर फाइनल्ली टोटल आउँछ नि, फर इक्जाम्पल एरिया, बेस र लेन्थ मल्टिप्लाई भएर रेक्टेङ्गलको एरिया आउँछ, मल्टिप्लाई गरेर टोटल जहाँ जहाँ आउँछ त्यो ठाउँमा यो चिज लागु हुन्छ। यहाँ एक्सपेन्डिचरमा पनि के हुन्छ, क्वान्टिटी इन्टु कस्ट गरेर टोटल एक्सपेन्डिचर आउने हो, यहाँ पनि लागु हुन्छ। भने यो सर्टकट अनुसार हेर्दाखेरि x कति बढेको थियो 30% डिभाइड बाई 100 प्लस 30 इन्टु 100 गर्दा कति पर्सेन्टेजले चाहिँ खपत घटाउनु पर्छ भनेर यो हिसाब गर्दा रफली 23% आयो। यो त सर्टकट मेथड भयो, याद गर्ने, यहाँ प्लग इन गर्ने, सकिहाल्यो। एनालाइटिकल मेथडबाट हेर्दाखेरि चाहिँ के गर्न सकिन्छ त भने एज्युम गरौँ
पहिलो सिनारियोमा कसैको 100 युनिट बिजुली खपत हुँदो रहेछ, रेट रहेछ 1 रुपियाँ भने उसको टोटल खर्च कति आउने रहेछ 100 इन्टु 1 भएर 100 रुपियाँ उसको टोटल खर्च आउने रहेछ। अब क्वेसनले के भनेको छ त 30% मूल्य वृद्धि भयो भनेको छ र कति युनिट मात्रै खपत गर्ने ताकि टोटल कन्स्ट्यान्ट होस् भनेको छ भने पहिला 1 रुपियाँको रेट 30% ले बढेर 1.3 भयो, युनिट 100 थियो अब त घटाएर ल मानौ x बनाउनु पर्ने भयो, उसले यही हो पत्ता लगाउनु पर्ने, x युनिट मात्रै कन्ज्युम गर्न थाल्यो भने टोटल कति x इन्टु 1.3 पहिला कति थियो टोटल 100 इन्टु 1 अथवा 100। यो पहिलो केस र मूल्य बढिसकेको केसमा टोटल त सेम हुन पर्यो, स्पेन्डिङ सेम हुन पर्यो भनेर क्वेसनले भनेको छ। यहाँबाट सल्भ गर्दाखेरि x कति आयो 76.92। यहाँ नजुक्किने है, यो त के हो खपत हो नि त, x युनिट खपत गर्दाखेरि यति हुन्थ्यो, तर यहाँ क्वेसनले के सोधेको छ त भने पछाडि वान सुड रिड्युस, यो त खपत हो, पहिला 100 थियो 76.92 मात्रै खपत गरिरहेको छ भने लगभग 23 चाहिँ रिड्युस हुन पर्यो भनेर एनालाइटिकल्ली पनि पत्ता लगाउन सक्यो। यहाँ पर्सेन्टेज भनेको छ अनि हामीले चाहिँ किन डाइरेक्ट 23 हिसाब निकाल्यौँ छोड्यौँ, किनकि हामीले अलरेडी 100 लाई रेफरेन्स मानेर हिसाब अगाडि बढाएको छ। अब 23 100 को कति पर्सेन्ट हुन्छ भन्दा त आन्सर अलवेज 23 नै पर्सेन्ट हुन्छ, त्यही भएर यो युनिटलाई 100 मानेर गर्नुको फाइदा यहाँ पनि छ। अब अर्को क्वेसनमा जाउँ। क्वेसन नम्बर 3, ड्यू टु फल अफ 30% इन प्राइस अफ द टेलिभिजन सेट देयर इज राइज अफ 20% इन सेल्स, हाउ विल द इन्कम अफ अ टिभी सब बी एफेक्टेड। इन्ट्रेस्टिङ अगेन, मूल्य घटेको छ, ग्राहकको सङ्ख्या बढेको छ भने यो फाइदा हुन्छ कि घाटा हुन्छ भनेर हिसाब गरौँ। यसको पनि एउटा सर्टकट छ, नेट इफेक्ट निकाल्न a प्लस b प्रोडक्ट बाई सम प्लस प्रोडक्ट बाई 100 भनेर सम्झिनु भए हुन्छ। तर ड्रप भनेको ठाउँमा नेगेटिभ साइन सहित युज गर्ने, राइज भनेको ठाउँमा पोजिटिभ साइन सहित युज गर्नु पर्यो। 30% ले ड्रप भयो प्लस 20 प्लस माइनस 30 इन्टु 20 डिभाइड बाई 100 गरेर हिसाब गर्दा -16 आयो। यसलाई नै एनालाइटिकल्ली सोच्दाखेरि चाहिँ के हुन्छ त, यो अर्को मेथड हो। यो क्वेसन चाहिँ किन सर्टकटमा नि मैले दिइराखेको भने यो नेचरको क्वेसन फ्रिक्वेन्टली आस्क्ड क्वेसन हो भने एनालाइटिकल भेरी गुड वे अफ अन्डरस्ट्यान्डिङ थिङ्स, तर छिट्टो गर्नु छ भने फ्रिक्वेन्टली आस्क्ड क्वेसन्सहरूको चाहिँ तपाईँले 10-15 वा 20 वटा जति चाहिँ सर्टकट टेक्निकहरू थाहा पाउनु भयो भने तपाईँले टाइम सेभ धेरै नै गर्नुहुन्छ है त। ओके, यहाँ पनि पहिलालाई के मानौँ, प्राइस 100 मानौँ, 100 रुपियाँ हुँदाखेरि क्वान्टिटी 10 वटा बेच्दो रहेछ भनेर मानौँ हो। त्यति बेला अब इन्कम के हुन्छ त, प्राइस इन्टु क्वान्टिटी भएर 10 इन्टु 100 भएर 1000 रुपियाँ कमाइ हुने रहेछ। न्यू भनेको उसले अब यो मूल्य घटाए पछाडि न्यू प्राइस कति 30% ले घट्यो भनेपछि 100 माइनस 30% अफ 100 गर्दा नयाँ प्राइस 70 रुपियाँ। अब मूल्य घटे पछाडि त ग्राहक 20% ले बढ्यो भनेको छ, त्यसको अर्थ के हो त 10 जना पहिला आउँथे भने अब 12 जना आइराखेको छन् भन्ने बुझ्न पर्यो। सो अब नयाँ इन्कम कति हुने भयो त, प्राइस इन्टु क्वान्टिटी, यो गर्दा आयो 840। अब पहिला कति कमाइरहेको थियो 1000 रुपियाँ, अहिले कति 840, मूल्य घटाएर ग्राहक बढाए पछाडि यो त घाटा भयो अभियसली। सो राइज भन्ने कुरा त यो दुईटा त आन्सरै होइन भनेर थाहा भइसकिहाल्यो। यो 16 लेखेको रहेछ, यहाँ केही अरू नै थियो होला है त। ल कति डिफ्रेन्स भयो पहिला र अहिले गर्दा 160 भनेको कति पर्सेन्टेज हो त भन्दा बेस त हाम्रो 1000 थियो पहिला भने 160 1000 को कति पर्सेन्टेज हो भनेर निकाल्दा 16%। अर्को मनमा क्वेसन उठ्ला कि यहाँ 100 र 10 नै राख्नुपर्छ र तपाईँले यहाँ पनि नम्बर एज्युम गर्दा 100 र 1 मान्नु भएको थियो, या पर्टिकुलरली कुनै एउटा नम्बर मान्नुपर्छ भन्ने बाध्यता छैन, किनभने हामी ओभरअलमा गएर पछि यही बेसको आधारमै पर्सेन्टेज निकालि नै हालेको छौँ। सो यहाँ सजिलो हुने भएको कारणले 100, 10, 1 जस्तो नम्बरहरू युज गरेको। तपाईँ कम्फर्टेबल हुनुहुन्छ भने जुन डिजिट युज गर्दाखेरि पनि रिजल्ट सेम आउँछ। ओके, नेक्स्ट क्वेसन।
50% अफ 25% अफ एनी नम्बर इज 100, फाइन्ड द नम्बर। सजिलो छ। 50% अफ 25% अफ एनी नम्बर, त्यो नम्बरलाई एक्स मानौँ, इज 100 भने त्यो नम्बर के हो त भन्दा अब सल्भ गरौँ। 50% भनेको 50/100, 25/100 एक्स। यसलाई सल्भ गर्दा यसले काट्यो 2 टाइम्सले, यसले काट्यो 4 टाइम्सले, 4 2 जा 8, क्रस मल्टिप्लाई भएर द्याट नम्बर इज 800।